वेलकम ब्याक टु माई सीमा मोक्तान ब्लग न्यू डे न्यू ब्लगको साथ उपस्थित भइसकेको छु। अहिले चाहिँ हामी ध्रुव दाइहरूलाई पर्खिँदैछौँ। ध्रुव दाइहरू बजार जानुभएको छ अनि टक्क लाएर अनि हामी जाने। अब यहाँ चाहिँ यस्तो घाम लागिरहेछ होइन, अनि माथि चाहिँ चिसै होला। साथीहरू यो पर्खिन भनेपछि चाहिँ कति धेरै अल्छी लाग्ने होइन, तर अब के गर्नु, नपर्खी पनि भएको छैन होइन। अनि त्यही हो साथीहरू, तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ मेरो ब्लग अनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। अनि मलाई चाहिँ अब खासै ब्लगहरू बनाउनु खासै आउँदैन, अनि तर पनि म अब सिक्दैछु। अनि कसो गर्नुपर्छ कमेन्टमा भनिदिनु होला होइन, कसरी एडिट गर्ने त्यो पनि सिकाइदिनु होला होइन। मलाई खासै चाहिँ आउँदैन, अलिअलि गर्छु। अनि त्यही हो, जहाँ हुनुहुन्छ जस्तो अवस्था हुनुहुन्छ खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्। त्यही हो मेरो चाहिँ सबैजनालाई गर्ने। अप्ठ्यारो बाटोको बावजुद पनि हामी माइपुगेर आइपुग्यौँ। अनि अब चाहिँ भित्र जाने, त्यहाँ मास्तिर यतापट्टि टिकट काट्ने ठाउँ छ होइन। अनि मलाई चाहिँ परेको गुण कस्तो राम्रो लाग्यो, अनि म चाहिँ क्याप्चर गरेँ होइन। मलाई चाहिँ यस्तो केही देख्नै हुँदैन क्या, मलाई चाहिँ क्याप्चर गर्नु मन लागिहाल्छ होइन। फाइनली साथीहरू हामी चाहिँ मान्छेहरू आइपुग्यो होइन। म चाहिँ भिडियो स्टार्ट गर्न पाइनँ, आधी बाटोदेखि भिडियो स्टार्ट गरेँ। अनि त्यहाँदेखि अब आउँदा मैले भिडियो गर्नु पाइनँ, बाटो अप्ठ्यारो भएर जाँदा चाहिँ म भिडियो गरेर देखाउने। यो चाहिँ माइपोखरीको भित्र छिर्ने प्रवेशद्वार हो है। पूजा गर्ने चाहिँ बाहिर पूजाको सामग्रीहरू किनेर उतापट्टि अगाडिको गेटबाट छिर्नुहुन्छ। तर हामी चाहिँ खाना खाइबरी आएको होइन। अब नजिकको तीर्थ हेला भन्छ नि, तर त्यस्तो चाहिँ होइन होइन। हामी चाहिँ खाना खाइरहेको थियौँ, त्यही भएर पूजा नगर्ने भनेर टक्क यताबाट घुम्यौँ। हाम्रो इलामबाट नजिकै भयो भने म चाहिँ अब मन्दिरभित्र नै चाहिँ अब योसँग दुईचोटि हुन्छ। पहिला एकचोटि मेरो साथीसँग आएकी थिएँ म होइन, अनि अहिले चाहिँ दाइहरूसँग आएको छु। किन यो बाटो चाहिँ म धेरैचोटि हिँडेको, किनभने मेरो दिदीको घर यहाँभन्दा अझै उता पर्छ, अनि फेमेगुरु भन्ने ठाउँतिर पर्छ क्या, उता धेरै पर। यो माइपोखरीमा चाहिँ 9 वटा कुना छ अरे।
नि नौडाकुना छ अरे भन्ने गर्नुहुन्छ भन्न चाहिँ, तर मैले चाहिँ गनेको छुइनँ। घुम्न पनि अब निकै लाग्छ यो एक फन्का घुम्नलाई। म चाहिँ सबै यो कुना घुमेको छुइनँ, आज चाहिँ घुम्ने। देखि चाहिँ मैले भिडियो स्टार्ट गरेँ अनि आउँदाखेरि बाटोमा फेरि पनि आधी बाटो त्यहाँबाट मेरो फोन गर्छ भने मैले डरले मेरो फोनको माया चाहिँ मैले भिडियो बनाएन। पहिलो बाटो चाहिँ म टक्क बाटोको भिडियो बनाउने छु होइन। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। साथीहरू यहाँ छिरेको बेकार हो। यहाँनिर चाहिँ कफी छन् त छ अरे, तर मिल्क कफी छैन, दुध सकेको छ अरे। हामी चाहिँ अगाडिको यो होटलमा छिर्यौँ अनि अब यहाँ चाहिँ पाइन्छ भन्ने कुरा सुन्यो। छ कि छैन यहाँ चाहिँ। कफी खाने भन्नुभयो अनि यहाँ छिर्यौँ हामी। गयो कस्तो छ यहाँ कफी। के अरे हार्दिक जस्तो दबाई अरे बाबा दबाई 575 अरे फाइनल साथीहरू हामी कफी पनि खाइसक्यौँ अनि अब चाहिँ हामी टक्क पुरानोतर्फ फैलाम जाँदैछौँ। ल फाइनल्ली हामी फर्किसक्यौँ। बाटो चाहिँ आधी बाटो देखिने जस्तो छ। आधी बाटोदेखि चाहिँ यस्तो छ, तलदेखि चाहिँ बाटो राम्रो छ। अनि आउँदा चाहिँ मैले भिडियो बनाउनु पाइनँ किनभने अप्ठ्यारो थियो नि त बाटो, त्यही पनि। अनि मलाई फेरि डर लाग्छ, मेरो फोनमा लाग्छ नि त मलाई झरो पनि, किनभने म चाहिँ मैले चाहिँ किन भिडियो घरदेखि स्टार्ट गरिनँ भने 5 मिनटमा मलाई रेडी हुने भनेर वार्निङ दिनुभएको थियो। अनि 5 मिनटमा छोरी मान्छेले के गरिन्छ केही गर्न सकिँदैन होइन। अब लुगा लाउनु पऱ्यो, के लुगा लाउने हुन्छ, अनि त्यहाँदेखि लुगा लाउनु पऱ्यो, लुगा खोज्नु पऱ्यो, अलिअलि मेकअप गर्नु पऱ्यो।
अनि त्यही भएर म चाहिँ यस्तो हावा भएर आएँ होइन तर केही छैन किनभने मलाई एकदम धेरै घुम्न मन लाग्छ तर मलाई कहिले लाग्नु सक्दैन म कति धेरै भएको थियो अब यहाँ त कहिले आइरहेको हो होइन तर मैले भिडियो बनाएको थिइनँ मलाई चाहिँ कन्याम स्काई वल्कमा गएर चाहिँ भिडियो टक्क बनाउने मन थियो होइन लानु भएन तर छ यहाँ आज भ्लग बनाउनु पाइयो होइन आज एउटा हो भने किनभने अस्ति कतैजनाले भन्दै हुनुहुन्थ्यो नि त सब्सक्राइब चाहिँ गर्नु भन्नुहुन्छ तर भिडियो हाल्नु भएको छैन भिडियो हाल्नु पर्यो नयाँ नयाँ भन्दै हुनुहुन्थ्यो अनि त्यही भएर आज मैले भिडियो बनाउने सोच गरेँ अनि मलाई एडिट गर्न खासै आउँदैन कटक्यापबाट अलिअलि गर्छु अनि म भिडियो एडिट गर्न सिक्दैछु जो ओह्रालोमा न्युट्रलमा गएको होइन तर बाटो चाहिँ यस्तो छ हेर्नु होला कोही आउनुभयो भने बाटो तर यो बाटो फेरि पिच हुनेवाला छ यस्तो हुस्से माथि यस्तो आउँदैछ पानी पर्दा जस्तो हुँदैछ तर झन्डा परेन यस्तो यहाँतिर चाहिँ यस्तो डिजाइनको घरहरू छ होइन दामी दामी कस्तो म त्यस्तै घर बनाउँछु अब यति भित्र पैसा जेठ लागिरहेछ जेठको दिनमा नि यस्तो हुस्से छ बाटो आउनुहुने बाटो भएर तपाईँले यस्तो दामी दामी घरहरू देख्न पाउनुहुन्छ र आज यहाँ ढलाइ ट्याक्क परेको छ अनि यहाँदेखि फेरि अलिकति कच्ची छ अनि अलिक तलदेखि ट्याक्कै पिच स्टार्ट हुन्छ तर यो पनि सोलिङ गरेर दामी भएको छ चाहिँ टक्कै यहाँदेखि पिच दामी हुन्छ कुहिरो लागेर छ तपाईँहरूकोतिर यो जेठको बेला यस्तो कुहिरो लाग्छ हाम्रोतिर चाहिँ यस्तो कुहिरो लाग्छ आँखामा मुसिन पर्छ साथीहरू हाम्रो बिग्लाडी आइपुग्यो होइन टक्कै यहाँ पनि बिग्लाडी पनि आइपुग्नु होइन घाम पनि यस्तो कस्तो घाम लाग्यो पानी चिसोलाई यस्तो हुन्थ्यो पानी पुगेर यस्तो यहाँ धेरै घाम तल कतिको अरे धुँदै 5,000को म त 7,000को भनेछु नि
नाटकहरू ल्याएर हाल्छ नि त्यसरी छोडिराख न हजुर नाटकहरू ल्याएर हाल्छ नि त्यसरी छोडिराख न साथी बेलामा यो गेट लाउँदाखेरि यो घोडा यहाँ पुगेर देखेर घुँडा लामो छ नि त ध्रुव दाइको